सो वेलकम ब्याक टु माई च्यानल गेरा हो। आफ्टर लङ टाइम आज नयाँ भिडियो बनाएर आएको छु। म चाहिँ खासमा धनगढी छु अहिले। हामी चाहिँ अहिले बजार चाँदनी घुम्न गइरहेको। यस्तो गर्मी छ यार, यस्तो गर्मी छ धनगढीमा, ओभर गर्मी छ यार। अहिले दाइलाई भेटेर अनि म भिडियो बनाउँछु ल। केटा फाइनली आयो यार, यो भर्खरै टाइम लगायो मैले यार। अनि 1 घन्टा 35 घन्टा लगायो यसले आउँदा। 32 हो। वेलकम ब्याक, वेलकम एभ्रीबडी। हामी कहाँ छौँ? दोहोरा चाँदनी है, सनसेट भ्यू हेर्न घर यहाँ कस्तो भइसक्यो। अनि आज चाहिँ हामी दोहोरा चाँदनी गएर छौँ है, दोहोरा चाँदनी गएर छौँ महिनाको। अनि दिस इज एलेन चोक है, एलेन चोक पुग्यो हामी, एलेन चोक। आज यहाँ पुरा यस्तो भिड छ है, चौरा पुगिसक्यो हामी है। यता चाहिँ इन्डियाबाट जाने बाटो हो, यो चाहिँ यताबाट लखनऊ अनि पलिया यता जाने बाटो हो। काठमाडौँ हाम्रो धनगढी राम्रो धनगढी है, फेरि कस्तो क्लिन छ, निट एन्ड क्लिन छ है। Welcome to Ottaria guys, welcome to Ottaria. बबिन आर यु रेडी? रेडी भइरह्यो। बबिनको घरमा बबिनको मम्मीलाई के अरे सम्झाएर त्यसै बजाउँदै रेडी हो क्या अहिले, अघि त्यही भएर हो। म त घरमा छैन दाइ भन्ने होला। हेलो हेलो, खै भन न। खै यहाँ घर अगाडि पुगिसक्यो त। ए ल म आएँ। के छ? के छ बाबा? अलि जल्दी ठिक छ, ढङ्गै नआउने होला तिमीलाई त रोग भेट्न घरमै, घर अगाडि आउनु पर्ने कि यसकै। कारपुल केटा हो। म त अब यति गाडी चलाइरहेको छु यहाँ, झेलाइदियो केटाले गाना बजाइरहेको छ है। म त बाटो हेर्दै यति गाडी छ कि ल गाइजहरू होइन, म चाहिँ अब ठ्याक्क कहाँ यो महेन्द्रनगरभन्दा जस्ट 5 किलोमिटर अगाडि छु होइन, 5-10 किलोमिटर अगाडि होला। अनि मस्त यहाँ जुस खान मन लाग्यो क्या, जुस खान मन लाग्यो अहिले। यहाँ जुस खाने, चट्टो गाडी यस्तो यहाँ लागेको थियो। हाम्रो यहाँ जुस किलो 50 प्रति गिलास, सानो प्रति गिलास 40 थियो। वेलकम टु महेन्द्रनगर। गर्मी छ लास्ट यहाँ। यहाँ धनगढीभन्दा चाहिँ अलिक शीतल रहेछ यार। हाम्रो आइसक्यो है, यहाँ गाडी ल्याइदिनु भएको छ। बाबा आउनु छिटो यार, बाबु यार। Let's try है। ल चेस।
हामी चाहिँ अहिले जुस खाएर हामी निस्किसक्यौँ मैले बाहिर भने अब महेन्द्रनगर हामी पुग्न लगभग 2 मिनट बाँकी छ। Back in the city where the lights stay wild. Bass hit heavy, got a club on trial. Shorty too bad, got a dangerous smile. On the headline, baby, not just stop. Pull up clean, no stress on me. गाइज हामी फाइनली के अरे महेन्द्रनगर पुगिसक्यौँ। एउटा साथी महेन्द्रनगरमा रहेछ हाम्रो, अनि त्यस उसलाई भेट्नु भनेको यार। अब कहाँ हो महेन्द्रनगर त्यति म्याक्सिमम् ठाउँै थाहा छैन हामीलाई। अब यता यस्तो छ यस्तो घाम छ यार। अब हामी यो बस पार्क रोड भन्ने ठाउँमा छौँ। अब यहीँ बनाउनु पर्ला अब हाम्रो लोकेसनमा, के गर्ने है नथाएको जस्तो त हो नि। चौरा हो मेन चौरा। अनि हामी चाहिँ अहिले महेन्द्रनगर पुगिसकेका छौँ है। महेन्द्रनगर यहाँ चाहा टाइम रहेछ यहाँ। महेन्द्रनगरको चाहा टाइम। अनि हामी चाहिँ अहिले यहाँ महेन्द्रनगर पुगेर पनि हामी चाहिँ अब दोबारा चाँदनी गइरहेको छौँ। अहिले सनसेट हेरेर कति बज्यो अहिले 6-9 भयो होइन, 6-9 भयो। निस्किरहेको छौँ, ठिक छ। छुट्टीमा होला धनगढी आउँछु भन्छ। धनगढी आउन धनगढी भएको बेला आउँदैन। त्यसपछि प्रोडक्ट बनाउनु लाग्छ। तिम्रो प्रोडक्ट बन्दैसम्म हामी म काठमाडौँ पुगेर आउँछु। काठमाडौँ गयो यो महिना लास्ट सिधै अब हामी चाहिँ दोहा चाँदनी गइरहेको छौँ है। सनसेट हेर्न गइरहेको छौँ। टाइम पनि टिक्क भइसकेको छ। छोरा ओ लिची मिनी मार्केट Let's get lost in ecstasy. Let's get lost in ecstasy. You the type to get me caught up in a flame. Oh, how we play the game. In the fast lane, switching through the rain. I'll be like calling out your ल केटा हामी चाहिँ दोधार चाँदनी भनेर आएको होइन। दोधार चाँदनी चाहिँ ऊ त्यहाँ छ होइन। अब यहाँदेखि त यसमा देखिँदैन होला। मैले क्यामेराबाट खिचेर मोबाइलबाट खिचेर देखाउँछु। हामी चाहिँ अहिले भाइरल रोड पुग्यौँ उतातिर। केटाहरू यहाँ यस्तरी बसिरहेको छ यहाँ। गाडीको यहाँ यो थियो कि थिएन कि अहिले आएर हेर्छु त यस्तो छ। यहाँ चाहिँ फेरि यस्तो छ, यहाँ अचम्म लाग्यो मलाई यहाँ। अब त के हो थाहा छैन है। मजा आउँछ भाइरल रोड त यस्तो छ। फुलफुल हेरेको छ। बरु कस्तो लाग्यो त आजको भाइरल रोड? दोधार चाँदनी भनेर भाइरल पुरा कस्तो लाग्यो? रोलिङ विथ आइसलाई सब्सक्राइब गरिदिनु होला सबैले है एभ्रिवान। अब यहाँको भाइरल रोड आयो, क्याप्चर भइसक्यो। अब दोबारा चाँदनी चाहिँ उता हो कि त्यहाँ म चाहिँ मोबाइलबाट देखाउँछु है। त्यो चाहिँ अब दोहोरा चाँदनी भन्ने उता हो। अब सबै मान्छेहरू यहाँ देखियो है। अनि गाडी यहाँ राखेर हाम्रो के अरे दोधार चाँदनी जाने चाहिँ आज चाहिँ सकेनौँ। अब हामीले यहाँबाट सनसेट हेर्न लाग्छौँ। किनकि अब दोधार चाँदनी गएपछि हामी खासमा सनसेट हेर्न आएको। सनसेट अब आधी बाटोमै सनसेट भइसकेको हुन्छ कि, त्यो भएर अब हामी यहाँबाट सनसेट हेर्छौँ। सनसेट उयो दामी देखिरहेको छ है त्यहाँ। हाम्रो बबी साथी त्यहाँ ओए कहाँ हो? अब सब आफ्नो बाटोतिरबाट गइरहेछ यहाँ त। अब कहाँदेखि हाम्रो पर्ने होला यार। म त यस्तो हिँड्दै गएर छु। Let's get lost in ecstasy. Let's get lost in ecstasy. Let's get lost in ecstasy. ल गाइस अब हामी आजको हाम्रो गन्तव्य यहीँसम्म थियो। अब यहाँदेखि फर्किने भिडियो अब आउँछ कि आउँदैन आई डोन्ट नो। ब्याट्री पनि गइरहेछ हौ। उतैसम्म उतै ढुङ्गासम्म चाहिँ गइरहेको छैन। उतै ढुङ्गासम्म त्यो दलदल छ यो, तर नजाम होला। हेलो
हामी चाहिँ गइदिनौँ है अब एकछिनमा यतिको बसेर फर्किन्छौँ अब यहाँबाट यहाँबाट फर्केर है गाइस दोहोरो चाँदनी जाने भएर आयौँ तर त्यो बाटो आयौँ हामी डाइरेक्ट भाइरल रोड पुग्थ्यौँ कि यहाँ तिमीलाई बाटो तिमीलाई ऊ कन्फ्युज गरेको छैन यार तिमीहरू पहिला यताको मान्छेले के चाहन्छ भन्दाखेरि भाइरल रोड जाओस् यिनीहरू घुम्न त्यो चाहिँ बल्ल दोहोरो चाँदनी घुम्न जाओस् भनेर यिनीहरूको ऊ रहेछ क्या सबैलाई सोद्धाखेरि चाहिँ दोहोरो चाँदनी जाने बाटो कुन भने चाहिँ भाइरल रोड देखायो क्या फर्स्टमा भाइरल रोड आयो अनि अब दोहोरो चाँदनी भएर घरमा भएर आएको अब दोहोरो चाँदनी भिडियो छैन हामीसँग अब के गर्ने यार बबिन यार